जग्गाको क्षेत्रफल, रोपनी आना पैसा दाम, बिघा कट्ठा धुरमा कसरी हिसाब गर्ने त? सुरुमा त तपाईँलाई कन्भर्जन फ्याक्टर थाहा हुनुपर्छ होइन। अब एउटा भनेको मिटरदेखि फिटमा लाने कन्भर्जन फ्याक्टर थाहा हुनु पर्यो। त्यो भनेको 1 मिटर बराबर 3.28 फिट हुन्छ होइन। अनि त्यसबाट चाहिँ 1 वर्ग मिटर बराबर चाहिँ 3.28 इन्टु 3.28 वर्ग फिट हुन्छ होइन। त्यो वर्ग भनेको चाहिँ मिटर इन्टु मिटरलाई चाहिँ 3.28 इन्टु 3.28 स्क्वायर फिट भएको हो। यो गर्दाखेरि चाहिँ 10.76 स्क्वायर फिट आयो होइन। यो भनेको चाहिँ स्क्वायर मिटरलाई चाहिँ स्क्वायर फिटमा कन्भर्ट गर्ने एउटा फ्याक्टर भयो होइन। त्यस पछाडि अर्को कन्भर्जन फ्याक्टर भनेको चाहिँ तपाईँको अब 1 रोपनी बराबर 5476 स्क्वायर फिट हुन्छ। यो मैले स्क्वायर फिटको किन दिइरहेको छु भने एकदम थोरै थोरै जग्गाहरू चाहिँ जहिले पनि फिल्डमा नाप्दाखेरि चाहिँ स्क्वायर फिटमै नापिन्छ होइन। अब कन्भर्जन फ्याक्टर हामीले चाहिँ मिटरको पनि प्रयोग चाहिँ गर्न पाउने हो, तर पनि सबैलाई युजफुल होस् भनेर चाहिँ सजिलोको लागि चाहिँ फिटकै दिइरहेको छु मैले। अब 1 रोपनी बराबर 5476 स्क्वायर फिट भयो होइन। त्यस पछाडि 1 आना भनेको चाहिँ 342.25 स्क्वायर फिट हुन्छ। त्यस पछाडि 1 पैसा भनेको चाहिँ 85.56 स्क्वायर फिट हुन्छ। 1 दाम भनेको चाहिँ 21.39 स्क्वायर फिट हुन्छ। यस पछाडि फेरि अर्को कन्भर्जन फ्याक्टर हामीलाई के चाहिन्छ भन्दाखेरि 1 रोपनी बराबर 16 आना हुन्छ। 1 आना बराबर 4 पैसा हुन्छ। त्यस पछाडि 1 पैसा बराबर 4 दाम हुन्छ। यति भइसके पछाडि चाहिँ अब हामी म्याथमा खेल्ने हो है त। अब हिसाब गर्न थालौँ है त। मानौ कि हामीले हिसाब गर्न लागेको क्षेत्रफल भनेको चाहिँ 750 वर्ग मिटर लेखिएको छ लालपूर्जामा होइन। अब त्यसलाई वर्ग फिटमा चेन्ज गर्नु है त। अब अघि नै मैले भनिसकेँ त्यो 1 स्क्वायर मिटर बराबर चाहिँ 10.76 स्क्वायर फिट हुन्छ भनेर। तरै पनि म यसलाई रिडक्सनको मेथडबाट तपाईँलाई देखाउन जाँदैछु होइन। 750 स्क्वायर मिटर भनेपछि 750 मिटर इन्टु मिटर हो। यो 750 मिटर इन्टु मिटर भनेको चाहिँ 3.28 फिट इन्टु 3.28 फिटै भयो। अब यसरी आएको हो भनेर देखाउनु खोजेको है। 750 इन्टु यो दुईवटा चाहिँ 3.28 को स्क्वायर गर्दाखेरि चाहिँ 10.76 स्क्वायर फिट चाहिँ यसरी आयो होइन। अब यो 750 इन्टु 10.76 गर्दाखेरि चाहिँ 8070 स्क्वायर फिट आयो होइन। अब यस पछाडि चाहिँ फेरि अब यसलाई घटाउँदै लानु पर्यो। यहाँ अलिकति ठाउँ कम भयो, यतातिर आउँ है त। अब यो स्क्वायर फिटलाई चाहिँ हामीले रोपनी आना पैसा दाममा चाहिँ रिड्युस गर्नु पर्यो नि त। अब के गर्नु पर्यो, 8070 भनेको चाहिँ 1 रोपनीको कन्भर्जन फ्याक्टर 5476 भन्दा बढ्ता छ नि त। त्यही भएर यसलाई चाहिँ हामीले रोपनीमा रिडक्सन गर्न मिल्ने भयो होइन। अब के गर्नु पर्यो, यसलाई चाहिँ रोपनीमा घटाउनलाई चाहिँ 5476 ले डिभाइड गर्नु पर्यो पहिला। 8070 डिभाइड बाई 5476 गर्दाखेरि के भयो, 1.47 रोपनी भनेर आयो हिसाबमा होइन। अब यो पोइन्ट भन्दा पछाडिकोलाई फेरि रिडक्सन गर्दै जाने हो, किनभने 1 रोपनी त देखिसक्यो नि त। पोइन्ट पछाडिको चाहिँ कति हो त भनेर थाहा पाउनु पर्यो नि त होइन। त्यही भएर यसलाई 1 रोपनी प्लस हामीले के लेख्न पायो, 0.47 रोपनी लेख्न पायो नि त। अब यो नेक्स्ट स्टेपमा नै लेखिदिन्छु है म। अब 1 रोपनी प्लस 0.47 रोपनीलाई हामीले आनामा लग्नु पर्यो। 0.47 इन्टु 1 रोपनी भनेको कति आना हो भन्दाखेरि 16। यसलाई चाहिँ आना लेख्नु पर्यो होइन। यस पछाडि 1 रोपनी प्लस 0.47 इन्टु 16 गर्दाखेरि चाहिँ हाम्रो 7.52 आना आयो। 7 आना देखियो होइन। अब त्यो पोइन्ट पछाडिकोलाई फेरि हटाउनु पर्यो। अब म यसलाई अलिकति फास्ट गर्छु है त। 1 रोपनी प्लस 7 आना प्लस अब यसलाई चाहिँ 0.52 इन्टु डाइरेक्ट अब छ नि त्यो 0.52 आना नलेखिकन डाइरेक्ट के अरे 1 आना भनेको 4 पैसा हो। त्यही भएर 4 पैसा लेखिदिएँ मैले होइन। अलि सर्टकटमा लेखिदिन्छु है त। रो लेखिदिन्छु प्लस 7 आ लेखिदिन्छु प्लस अब हाम्रो 0.52 इन्टु 4 भनेको कति आउनु पर्यो, 2.08 पैसा आयो। 2.08 पैसा आयो। अब यस पछाडि फेरि 1 रोपनी प्लस 7 आना प्लस 2 पैसा प्लस 0.08 हो नि त। त्यो चाहिँ 0.08 इन्टु फेरि 4 दामले चाहिँ मल्टिप्लाई गरिदियो। अब यो भनेको कति हो, 1 रोपनी 7 आना 2 पैसा प्लस 0.08 इन्टु 4 गर्दाखेरि 0.32 दाम रहेछ भनेपछि अब यसलाई कसरी लेख्नु पर्यो, 1172। यसलाई 0 नै लेखिदिने चलन हुन्छ, तैपनि हामी चाहिँ 0.32 नै लेख्दिउँ। यसरी लेखेपछि बुझिन्छ होइन। अब यही मेथड प्रयोग गरेर चाहिँ तपाईँले चाहिँ बिघा कट्ठा धुरमा पनि लग्न सक्नुहुन्छ। बिघा कट्ठा धुरको चाहिँ स्क्वायर फिटवाला चाहिँ कन्भर्जन फ्याक्टर युज गरेर। यदि तपाईँ चाहिँ अब वर्ग मिटरमा हुन्छ लालपूर्जामा, वर्ग मिटरकै कन्भर्जन फ्याक्टर लिने हो भने चाहिँ तपाईँको रोपनीमा 508.74 कन्भर्जन फ्याक्टर हुन्छ वर्ग मिटरमा। त्यही अनुसारले अरू प्रयोग गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ स्क्रिनमा तपाईँहरूलाई चाहिँ कन्भर्जन फ्याक्टर दिन्छु।